हेलो नमस्ते वेलकम टु आएको छोटो यो न्यू भ्लग न्यू भिडियोमा सबैलाई नमस्कार। मेरो नाम हो डिआर। मैले छोटो भिडियो बनाउँदैछु है। के बनाउनु लाग्यो भन्नुहुन्छ भने है, मैले आफ्नो घरमा गरेको सरसफाइ आफैले गरेको सरसफाइ हो कि यो मेरो आफैले। त्यही भएर मैले छोटो भ्लग बनाउन लागेको छु है। कस्तो लाग्छ हजुरहरूलाई? हेरेर प्रतिक्रिया दिनु होला, कमेन्ट सेयर सब्सक्राइब अनि लाइक गर्न नभुल्नु होला है भन्दै आजको भिडियो सुरु गर्न चाहन्छु। यो मैले आज सरसफाइ गरेँ। पर्दाहरू पनि हल्का सरसफाइ गरेँ है। खासै राम्रो त भएको छैन, फेरि निकै गरेछ, त्यही भएर देखाएको भन्नु होला है। सोफाहरू पनि हल्का फुल्का पुछपाछ गरेर सरसफाइ गरेँ। तल त अब पोचा त मेरो त नर्मलै कुरो भयो, पोचाहरू मैले लगाइरहन्छु, त्यो नर्मल कुरो भयो। यतातिरको सरसफाइ पनि यसो पुछपाछ झारझुर भन्छ नि, त्यो झारझुर त्यो गरेँ है। अनि पुछपाछ पनि गरेँ है। अब यता भयो, अब यता रुमतिर पनि अब हल्का फुल्का गरेकै छु नि। यो रुमतिर पनि हल्का फुल्का गरेँ है। अब यता कपडाहरू सजाएर राखिएको छ। यो टोयलेट बाथरुम भने हाम्रो दिनमा यहाँ झाडा पिसाब गर्दाखेरि गनाउँछ भनेर यो दिनको लागि बन्द गरिएको छ। यो रातिको लागि मात्रै युज हुन्छ है। बिहान बन्द हुन्छ, बिहान 4 बजे नै बन्द हुन्छ। अनि बिहान पनि हाम्रो झाडा पिसाब बाहिरै हुन्छ। अनि बेलुका 10 बजेपछि मात्रै खुल्छ। यो हाम्रो पारिवारिक, यो हाम्रो एउटा कानुन जस्तो हामीले पारित गरेर पारिवारिक टाइपको के ल सबैले पालना गर्नुपर्छ है यो चिज भनेर अब हामीले पालना गरेको है। त्यो बनाएको नियम त्यो हामीले पालना गरेकै छौँ सब परिवारले। यतातिर कस्तो लाग्छ किचन ल हेर्नुहोस्। अब छोराछोरी स्कुल गए है, अनि बुढी पनि स्कुल गइन्। अनि त्यसपछि मैले अब माथिको सजावट त हल्का फुल्का पहिल्यै थियो, त्यो माथिको टपको सजावट मैले अब यहाँ त्यसपछि मैले आफै भाँडा पनि माझ्छु। ल हेर्नु, मैले आफै भाँडा घुइकाइदिन्छु के, आफै भाँडा पनि माझ्छु। मैले आफै भाँडा माझेँ है। अब लाइट जलाउनु पर्छ भने पनि जलाउँदा केही छैन, अलि अँधेरो जस्तो भयो। आफै भाँडा माझेँ, भाँडामा यहाँ माझ्छु। अनि त्यसपछि यहाँ गर्छु अनि सुकाएर अनि मैले घोटाउँछु है। अनि किचन सिचन पुछ्नी हेर्ने यताउति, यो चुल्हाहरू पुछ्नी हेर्ने यताउति सबै गर्छु। अनि यहाँ अब खाना बचेको अब राखिन्छ, बेलुका खाइन्छ, त्यो आफ्नो हो पर्सनालिटी है। माथि लाइहरू भाँडा पनि मैले आफै त्यहाँ एउटा मिलेको रहन्छ है। अलि त्यो भाँडा, त्यो ठुलो भाँडा कसले घोटाइदिएछ त्यहाँ, त्यो मैले होइन, ठिकै छ। यो भाँडा पनि आफै मैले घोटाएको, ल हेर्नुहोस् कसरी मिलाएर घोटाएको छु। माथि नचाहिने भाँडाहरू, सिसाका गिलासहरू, अनि यता यो तामा चरेसको उहरू यता साइडमा, अनि नचाहिनेहरू त्योभन्दा मुनतिर, अनि त्योभन्दा तलतिर अब ती तामा चरेसका, अनि त्यसपछि स्टिलहरूको है। हेर्नु त्यसरी यो आफै सजाएको, मैले आफै घौट्याएको। भाँडा घौट्याए भन्छन् नि त्यो गाउँघरमा, भाँडा घौट्या मिलाएर घौट्या भन्छन्। अनि तल फेरि अब पकाउने गर्नेहरू, कराहीहरू, डेक्चीहरू छ, त्यही हो। यो पानी खाने जार सर पनि म आफै बुझ्छु मैले सब। यो किचन डाइनिङ टेबल भन्छ होइन, कि डाइनिङ टेबल पनि आफै बुझ्छु। यो बच्चाहरूको रुममा पनि पोचा लगाइदिएँ है। छोराछोरीको रुम हो यो, यहाँ त्यो छोराको बेड हो, यो नानीको बेड हो, यहीँ पढ्छ नानीले। त्यहाँ सानो टेबल पनि ल्याइदिएको छ है, टेबल राखिदिएको छ यहाँ नानी। यहाँ पनि पोचा लगाएँ मैले, आफै पोचा लगाएँ। यता सामानपत्र किताब कापी यताउति राखेको छन्। ल्यापटप पनि छ एउटा पुरानो, त्यही हो। मैले कस्तो गरेँ के गरेँ भन्ने कुरा आफैले गर्नु होला। म यसलाई युट्युबमा हाल्छु, युट्युबमा राखेपछि आफै बताउनु होला है। अब अरू बाहिरतिरको खासै अब के देखाउनु खोइ, अब हिमालय माछा पुछ्नु त देखिन्छ,
माछा पुच्छ्रे देखिन्छ, त्यही पनि यसो माछा पुच्छ्रेलाई देखाइदिउँ है। पोखराको भ्लग हेरिसकेपछि माछा पुच्छ्रे यो वासिङ मेसिन है, यहाँ ग्यास गिजर यहाँ लगाइदिएँ है। अब चिसो पानीले नुहाउनु पर्दैन केटाहरूले, अब तातै पानीले नुहाउनु पाउँछन्। मैले पनि दुई चार दिन भयो तातो पानीले नुहाइसकेँ। ए खाली छ पुरै। यहाँ सानो एउटा सानो टोयलेट छ है, बाहिर राखेको टोयलेट हो यो। अब पोखराको भ्लग हेरिसकेपछि माछा पुच्छ्रे किन देखाएन त अहिले, अथवा भाइले भन्नु होला गर्दाखेरि ल हेर्नु माछा पुच्छ्रे हेर्नु कसरी आउँछ। यो म्युजियम हो, म्युजियमको ठ्याक्कै माथिपट्टि माछा पुच्छ्रे आयो। हेर्नु त है, यसरी हो। अब बाहिरतिर पनि छोटो, अब मिठो है बाहिरतिर पनि। अब किनभने सबै देखायो, फेरि बाहिरतिर किन देखाएन भन्नु होला। बाहिरतिर केही नभयो नि, अब देखाउँ थोरै हल्का है। बाहिरतिर यही हो, खासै केही छैन। बाहिरतिर के हुन्छ यो पोखरेली स्टाइलको घरमा यो भराङ मुनि भनेको यही हो। भराङ मुनि यहाँ धेरै जसो पानी ट्याङ्की हुन्छ, कसैको सेफ्टी ट्याङ्की पनि हुन्छ। मेरो पानी ट्याङ्की छ, धेरै जसोको पानी ट्याङ्की हुन्छ है। पानी ट्याङ्की पानी माथि सप्लाई हुन्छ। अरू जस्तो जग्गा पानी कन्टिन्यू पोखरामा आउँदैन, तर अहिले आइरहेको छ त्यहाँ। अहिले यो सिजनले नि गर्दा होला। अनि यो कोही हामी नभएको बेला आयो भने यहाँ बस्नुहुन्छ, नभएको बेला आउनु हो भने यहाँ बस्नुहुन्छ भने दुईवटा तिनवटा चारवटा चेयर पाइरहेको छ। यता मोडा पनि छ है बस्नको लागि। यो हो यो बगान, हल्का फुल्का यसो हल्का रमाइलो भन्छ नि यो हाम्रो भाषामा, त्यस्तै हो। यहाँ साग हिजो रोपेँ मैले, अलि अब भएको छैन। अब यता धनियाँ हुन्छ कि जस्तो भएको हेर, यही हो। सजावटलाई हेर्नु, जुत्ता पनि कस्तो मजाले सजाएर राखेको छु मैले। हेर्नु त पुष्पा लगाएर है, अब म आफै गरिदिन्छु बच्चाबच्चीको पनि है। अब माथितिर आज म गइनँ है, भगवान्लाई पुग्ने जग्गा पनि देखाउँ। होइन भगवान्लाई पुग्ने जग्गा त किन देखाएन भन्नुहुन्छ भने फेरि देखाउँला। भगवान्लाई पुग्ने जग्गा पनि म देखाउँछु। अनि सबै कपडा ल्याएर सुकाइन्छु कि जो चिसो जस्तो हुन्छ नि, त्यसलाई ल्याएर माथि सुकाइन्छु त्यसरी। अनि दिनभरि तात्छ, अनि त लहर राख्छु है। अब यहाँलाई यसरी घुमेर जाने। अनि भगवान्लाई पुग्ने जग्गा जय जगन्नाथ, जय पशुपतिनाथ। ल यही हो भगवान्लाई पुग्ने जग्गा। त्यहाँ त्यो सामग्रीहरू छ क्या, पूजाको सामग्रीहरू हेर्नु त्यहाँ। अब मरौँ छ है, त्यही हो भगवान्लाई पुग्ने जग्गा, भगवान्को थान यही हो है। ल आजको भिडियो अब यति भन्दै अन्त गर्न चाहन्छु भनौँ कि के भनौँ है। ल नमस्कार, धन्यवाद सबैलाई। ओके, थ्याङ्क यू।